चाहिँ आज यहाँ भान्जासँग कुखुरा ल्याउन यता कतारे सिंहबारी भन्ने ठाउँमा कुखुरा ल्याउन जाँदैछौँ है गाईहरू। यहाँ अगाडि भान्जाहरू हिँडिरहेछन् टक्कसँग। म चाहिँ पछाडिबाट भिडियो खिच्दै हिँडिरहेको छु र बाटोमा के कस्तो देखिन्छ तपाईँहरूलाई देखाउनेछौँ र हाम्रो भिडियो अन्तिमसम्म हेरेर के कस्तो लाग्छ लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला भन्दै आजको भिडियो सुरु गरौँ। गाउँ भए नि बागलुङमा घर छ का बागलुङमा घर छ का मालढुङ्गाको पुल तर्न पर्छ का ओइ गाउँमा घर छ का। बाटो पनि कडा छ यो चिस्तीको बाटो यो चिस्ती जैमिनी आठ चिस्ती सिन्दारुख भन्ने ठाउँतिर हिँडिरहेछौँ हामी यता ढुसेनीबाट। बाटोको हालत चाहिँ यस्तो छ पानी जमेर खतम। भन्जार दिनदिनै स्कुल जाने बाटो अरे यो फेरि। यसो बाटो कस्तो छ बाटोको हालत। बाटोको अवस्था चिस्तीको बाटोमा यस्तो छ है। बाटो त राम्रै तर धेरै ठाउँमा पानी जमेर यस्तो भइरहेछ। गाडी चाहिँ हिँड्छ तर जतासुकै चाहिँ हिलो रहेछ बाटो चाहिँ। अब यस्तो बाटोमा गाडी हिँड्न पनि अलि गाह्रै हुन्छ। रहेछ नै अलिअलि यसो यहाँ यतातिर रहेछ 4-5वटा घर रहेछ। गाईहरू टक्कसँग यता छोडेर रहेछन् घर पनि। यस्तो छ यहाँ धानको बाला झुलिरहेछ खेतमा चाहिँ हेर्न सक्नुहुन्छ। पर्दा अब पाक्ने बेला भइरहेछ है धानहरू पनि। अझ यहाँ त कति लाग्छ अब चाहिँ 2 घन्टा त खाने 2 घन्टा लाग्छ अरे अझ 2 घन्टा पुगिन्छ अरे आज गाईहरू। घर यता चाहिँ यस्तो अब देखिरहेछ। खेत पनि यत्र छन् हेर्न सक्नुहुन्छ। चाहिँ देखिएको जैदी है यो चाहिँ। यताको धारा चाहिँ माथि हल्का किरा निस्किरहेको छ। आकाश चाहिँ खुल्लै छ माथि चाहिँ। गाईघरभित्र पनि लास्टै ठुल्ठुला छन् अक्ला छन्। उता अर्को उता पनि त्यस्तै अग्लो छ। माथि आकाशलाई छुइरहेको छ उताले चाहिँ। पारी चाहिँ पर्वतको बाछा भन्ने ठाउँको चाहिँ बाछा चाहिँ दामी देखिरहेछ। यो बुट्टाले हल्का छेकिरहेछ। यता बाछा यो चाहिँ बजार रहेछ। हल्का घरहरू चाहिँ हेर्न सक्नुहुन्छ। माथि डाँडामा चाहिँ कुहिरो लागिरहेछ। तल चाहिँ बजार खेतको बिचतिर रहेछ बजारहरू पनि हेर्न सक्नुहुन्छ है। घाम लागिरहेछ। यता चाहिँ फलेबास होला गाईहरू ठ्याक्कै नाम चाहिँ थाहा भएन। यता पनि घामले उज्यालो देखिरहेछ। कोदो पनि यत्रा ठुल्ठुला भइरहेछ। कोदोको बाला धान हजुर। अनि कुरो छ फेरि छेउडा कुना कराते खेल्ने जस्तो ठाउँ छ यहाँ। कुना रेस्टिङ खेल्ने पछाडा खेल्न त्यहाँ त मजा आउँछ। ठ्याक्कै फेरि घर जाने बेला चाहिँ खेलिसकेर ठ्याक्कै बनाएको मान्छेभन्दा कम होइन त्यही हो। यताको चाहिँ यो
पारी देखिएको चाहिँ यताको डाँडा चाहिँ सबै बाग्लुङ जैमिनी 5, 6, 7 अनि यो म हिँडिरहेको चाहिँ जैमिनी 8 उता पारीको चाहिँ पर्वतै गाइजहरू चाहिँ यहाँको चाहिँ यता उठा भएको घरतिर चाहिँ आइयो अब चाहिँ कुखुरो हेर्न चाहिँ यहाँ पसल पनि रहेछ बन्द रहेछ आज यहाँ के सिकाउँदै हुनुहुन्छ कुखुरा बेच्ने ठाउँ बजाइले चाहिँ देखाइदिनु भयो यता बाटो हामी चाहिँ यता डाँडा गएर हेर आइयो है कुखुरा चाहिँ अब चाहिँ पुग्नु पर्ने त्यो डाँडा पारी उतापट्टि यहाँ भान्जाले बोकेखानु कुरा यता देखाइदेऊ त त्यस्तरी कटले बोकेखानु बल्ल बल्ल बोकेखानु बोक्न नि सके छैन अब धान चाहिँ यत्रो भइरहेको छ यहाँ चाहिँ परा चाहिँ घाँस काट्दै रहेछन् सक्नुहुन्छ यस्तो यहाँ पनि घर घाँस काट्छ नै गाईहरू टक्कसँग फाइनल्ली हामी चाहिँ घर आइसकियो गाईहरू टक्कसँग चाहिँ भान्जेको घर दिदीको घर आइसक्यो हामी चाहिँ कुदेर बारीको भाउ माथि चाहिँ प्यार थला यता चाहिँ चाहिँ घर भइहाल्यो अनि यसै गाईहरू बाटो चाहिँ यस्तो छ अप्ठ्यारो भिरा छ बाटो नि गाईहरू टक्कसँग हेर्न सक्नुहुन्छ हामी चाहिँ खोलामा अडिङ्गाल हेर्न जाँदै लागेको हो भान्जाले खुत्रुकै म चढेर एकैचोटा निकाल्छु भने खान हरियालको गोलो ठुलो रहेछ त्यहाँ चाहिँ यत्रो ठुलो रहेछ हरिङ्गालको गोलो सिमलको बुट्टामा